हाई गाइस, अहिले चाहिँ हेर्नुहोस् है, यहाँ आमा भाउजू अंशिका हामी चाहिँ यहाँनिर चाहिँ रामनवमीको पूजामा आएको र सबैलाई रामनवमीको शुभकामना छ साथीहरू। तपाईँहरू पनि भनिदिनुहोस् है, लु राधे राधे भनेर। अब चाहिँ हामी यहाँ रामनवमीको व्रत हो फास्टिङ, यहाँनिर चाहिँ पूजा हुँदैछ साथीहरू। हेर्नुहोस् हामी चाहिँ आएको यहाँ। हजुर बढ्यो पर्छ र साथीहरू हेर्नुहोस् है, यस पछाडि चाहिँ हामी भित्र आयौँ र राम भगवानको चाहिँ दर्शन लियौँ हो। र बाहिर चाहिँ यहाँ हवन चलिरहेको थियो नि त हो, र यहाँ चाहिँ पूजा भइरहेको थियो र मैले र आमाले पनि भित्र गएर चाहिँ भगवानको आशीर्वाद लियौँ हो। फर्स्ट चाहिँ आमाले पूजा गर्नुभयो, त्यस पछाडि चाहिँ मैले पूजा गरेँ र यहाँ पूजा गरिसकेर चाहिँ बाहिर पनि तुलसी माताको त्यो छ नि त कि मूर्ति, अनि त्यहाँनिर पनि हामी चाहिँ गएर पूजा गऱ्यौँ। पूजा गरिसकेर यहाँ आएर चाहिँ फेरि घन्टी बजाएर चाहिँ भगवानको ब्लेसिङ लियौँ र यस पछाडि चाहिँ यहाँ हाम्रो घर, यहाँ मन्दिर छेउमा चाहिँ मामाको घर छ नि त हो, अनि सबैजना यहीँ आइराख्नु भएको थियो नि त चिया खानु लागि भनेर हो। अन्त हामीले पनि चिया बनाएर खायौँ हो। अब आफ्नो मान्छे भेला हुँदा होइन, गाउँघरको भेला हुँदाखेरि यत्तिको रमाइलो त भइ नै हाल्छ नि त हो। कसैले के भन्ने, कसैले के भन्ने जोक्स, किनभने सधैँभरि यस्तो टाइम पाइँदैन नि त, कोही बेला मात्रै हो यसरी भेला भएर खुसी बाँड्ने है। र यसरी नै हामी पनि यहाँ बसेर बात गर्दै होइन यस्तै चलिरहेको थियो। अनि यहाँबाट चाहिँ फेरि चिया खाएर चाहिँ हामी निस्क्यौँ। निस्केर चाहिँ यहाँनिर चाहिँ हेर्नुहोस् है साथीहरू, खानाको भण्डारातिर चाहिँ हामी जाँदैथ्यौँ नि त हो। यहाँ दादाले चाहिँ बनाउनु हुँदै थियो हो, र मैले पनि गएर चाहिँ हजुरहरूलाई भिडियो के चल्दैछ भनेर देखाउँछु भनेर चाहिँ म यता आएँ हो। र हेर्नुहोस् है यहाँनिर चाहिँ के पकाउनु हुँदैछ भने नि साथीहरू म तपाईँहरूलाई देखाउँछु है। अन्त यहाँनिर चाहिँ खिर पकाउनु हुँदै रहेछ हो दादाहरूले। यतापट्टि चाहिँ खिर पकाउँदै थियो, अनि उतापट्टि चाहिँ सब्जी भयो र खिचडी प्लस अन्त पुरी पनि थियो नि त कि। अन्त अहिले चाहिँ स्टार्ट मात्रै भइरहेको थियो नि त, र सबैजनाले पनि यता काटकुट पार्ने यसरी नै सघाइराख्नु भएको थियो हो। र हेर्नुहोस् यस पछाडि फेरि यहाँ मन्दिरको थोरै नजारा हजुरहरूलाई पनि फेरि देखाउँछु। हेर्नुहोस् है कहाँसम्म के पुग्यो भनेर हो। यहाँनिर चाहिँ मन्दिर, यतापट्टि चाहिँ पूजा हो, र सबैजना हेर्नुहोस् कोही कोल्ड ड्रिङ्क्स खाने है, कोही आइसक्रिम खाने, अन्त कोही यहाँ बसेर